हेलो गाइज, हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो अर्को भ्लगमाथि। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि मैले चाहिँ आज बिहानै मुख धुनबाट नि सुरु गरेको छु भ्लग। सबैले माया गरिदिनु होला। अनि खासै मैले 2 दिन 3 दिन छोडेर भ्लग हाल्छु नि त। अनि लगातार मैले भ्लग हालेको छैन आजभोलि। अनि खासै भिडियो बनाउने मौका पनि छैन, रुममाथि पर्नुपर्छ नि त। त्यही भएर हल्का हल्का मात्रै मैले कतिखेर भ्लग हाल्छु। सबैले माया गरिदिनु होला। त्यसपछि म चाहिँ लागेँ खाना बनाउन। हेर्न सक्नुहुन्छ, दाल भात तरकारी बनाउन लागेँ। म चाहिँ दाल सधैँ नै पहिला झानेर बनाउँछु नि त, मलाई मनपर्छ त्यसरी बनाएर खाएको। अनि त्यसपछि यता चाहिँ मैले आलु सोयाबिनको, अनि त्यसपछि मैले चाहिँ हिजो बचेको साग अनि अचार हालेँ। अनि त्यसपछि भात चाहिँ खाएँ मैले। त्यसपछि हामीहरू चाहिँ उता मधुचोकतिर गएको थियौँ नि त, दिदी म बहिनी भएर। अनि यता साइडमा चाहिँ चटपटे मिठो बनाउँदो रहेछ, हामीलाई थाहा भएन। त्यसपछि हामी त्यता चाहिँ चटपटे खान लाग्यौँ। हेर्न सक्नुहुन्छ, एकदमै मिठो थियो नि त त्यहाँनिर बनाउने चटपटे। त्यसपछि उतैबाट म चाहिँ बाबुहरूलाई लिन गएको नि त। अब मेरो बाबु चाहिँ स्कुलबाट ल्याउन गएको नि त उतैबाट। हामीहरू हेर्न सक्नुहुन्छ, ऊ चाहिँ सानो कुरामा रिसाउँछ अनि दादासँग झगडा गर्दैछ। त्यसपछि रुममा आएको। मैले चाहिँ बिहानको भाँडा धोएको थिएन नि त, बाबुको टिफिन पनि ल्याएर राखिदिएको। बाबुको टिफिन पनि धुन आँटेको मैले चाहिँ। बिहानको भाँडा मैले धोएको थिएन। अनि कसैले खाना खानु भएको थिएन, पछि खानु भएको रहेछ, त्यही भएर भाँडा चाहिँ राखिदिनु भएको थियो। त्यही भएर बिहानको भाँडा धुन लाग्यो। अनि त्यसपछि यहाँ चाहिँ आफ्नो आफ्नो नियम छ, भाँडा धोइसकेपछि सफा गर्ने। त्यही भएर मैले चाहिँ यता सफा गर्दैछु नि त। अनि आजलाई यति नै, फेरि पनि अर्को भ्लगमाथि भेटौँला। सबैजनाले माया गरिदिनु होला। अनि मेरो भ्लगलाई लाइक कमेन्ट गरिदिनु होला। सबैजनाले सपोर्ट गरिदिनु होला। हुन्छ, बाई, अर्को भ्लगमा भेटौँला।